हामी के होइन जस्तो सुकै कुराबाट पनि के तपाईँको आफ्नो कमी कमजोरीबाट पनि तपाईँसँग नभएको कुराबाट जुन कुरो दुखी हुनुहुन्छ नि त्यही कुराबाट पनि तपाईँले यस्तो प्रेरणा लिन सक्नुहुन्छ कि यस्तो मोटिभेसन लिन सक्नुहुन्छ कि होइन तपाईँलाई नि थाहा छैन के मान्छेको जसको कसैको कोही पनि हुँदैन एक्लै हुन्छ लोन्लीनेस हुन्छ कोही पनि हुँदैन सोध्ने बुझ्ने यताउता कोही पनि हुँदैन कि उसको केयर गर्ने मान्छे कोही पनि हुँदैन त्यो मान्छेले टेन्सन लिन्छ कि मेरो कोही भएन भन्ने तर त्यो भनेको त्यो एउटा राम्रो रूपमा लिनुभयो भने त्यो भनेको तपाईँको लागि ग्रेटेस्ट फ्रिडम भयो कि एकदम ठुलो फ्रिडम ठुलो स्वतन्त्र भयो कि तपाईँको कोही नहुनु पनि तपाईँको लागि ठुलो खुसीको कुरो हुनसक्छ कि तपाईँलाई कोही रोक्ने छैन टोक्ने छैन कसैको जिम्मेवारी छैन केही छैन त्योबाट तपाईँले धेरै कुराहरू गर्न सक्नुहुन्छ धेरै कुरा अगाडिको जिम्मेवारी छैन अनि अरूलाई फाइनेन्सियली रूपमा कसले हेल्प गर्नु परेन केही जिम्मेवारी भएन तपाईँको कति आनन्दको जिन्दगी हुन्छ नि त त्यो भयो भने पनि तपाईँको बुढी छैन छोराछोरी छैन भनेर मान्छे टेन्सन हुन्छन् बुढी छोराछोरी नहुनु पनि एउटा फ्रिडम हो कि त्यो फ्रिडमको रूपमा लिनुहोस् कि त्योबाट मोटिभेट हुनुहोस् कि त्योबाट म कसरी म राम्रो गर्न सक्छु कोही पनि न त कसरी मैले पैसा कमाएर सेभ गर्न सक्छु कसरी मैले बचत गर्न सक्छु कसरी म त्यो अरू त्यो सबै कुरा भएका मान्छेहरूलाई हेरेर उनीहरू खुसी छन् कि छैनन् तपाईँ उनीहरूबाट कति प्रेरणा लिन सक्नुहुन्छ कति खुसी हुन सक्नुहुन्छ त्यो सबै कुरा धेरै कुराहरू छन् कि जीवन खुसी हुनको लागि खुसी हुने त यहाँ त तपाईँको जस्तो अवस्था त्यस्तै अवस्थामा तपाईँ यस्तो प्रेरणा लिन सक्नुहुन्छ कि त्यो प्रेरणा तपाईँको थट प्रोसेस कस्तो छ त्यो कुरामा भर पर्छ कि